प्रश्न नम्बर 1 गिजाबाट रगत आउने समस्या कुन भिटामिनको कमीले हुन्छ? उत्तर भिटामिन सी। प्रश्न नम्बर 2 नेपालको कुन जिल्लामा ज्वालामुखीको चिह्न पाइन्छ? उत्तर दैलेख। प्रश्न नम्बर 3 नेपाल टेलिभिजनको स्थापना कहिले भयो? उत्तर विक्रम सम्वत 2042 माघ 17 गते। प्रश्न नम्बर 4 काठमाडौँको सबभन्दा नजिक पर्ने हिमाल कुन हो? उत्तर जुङ्गल हिमाल। प्रश्न नम्बर 5 पृथ्वीनारायण शाहको जन्म कहिले भयो? उत्तर विक्रम सम्वत 1779 पौष र 27 गते। प्रश्न नम्बर 6 नेपालको सबभन्दा गहिरो नदी कुन हो? उत्तर नारायणी। प्रश्न नम्बर 7 कुन योगीले गर्दा काँक्रोको फेद तितो हुन्छ? उत्तर कुकुरबिटासिन। प्रश्न नम्बर 8 सङ्गीतको उत्पत्ति कुन वेदबाट भएको हो? उत्तर सामवेद। प्रश्न नम्बर 8 धान नाच कुन जातिको सम्बन्धित छ? उत्तर लिम्बू।